यो इलेक्सनमा क्या राजुनाथ पाण्डेले जित्नुभयो अनि रेणु दाहालले हार्नुभयो भनेर मान्छेहरूलाई कति कति तनाव क्या राम्रो मान्छेले जितेनन् कुलमान घिसिङले जितेनन् भनेर अनि जनताले त अहिले त रासोपामा त कुकुर बिरालो उठा भए पनि जित्थ्यो अरे क्या रासोपाले सेवा सरकार चाहिएको हो हामीलाई हैन पुरानोलाई हटाउनु थियो हामीलाई त्यही भएर चाहिँ सबै भोट रासोपाले दिएको हो क्या तर अनि अर्को कुरा भनेको रासोपामा नराम्रो मान्छे कोही पनि छैनन् है रेणु दाल भन्दा सोभिता गौतम फार बेटर हो है यदि कुलमान घिसिङलाई पनि देशको त्यति चिन्ता लागेको भए मिलेर अगाडि बढेको भइहाल्थ्यो नि आफ्नो पर्सनल इस्युलाई छोडेर देशको लागि अघि बढ्न सकिँदैन मान्छे अनि देश ठुलो भन्दा कि आफ्नो पर्सनल इस्यु ठुलो हो अनि कुलमान घिसिङले जिते पनि म खुसी नै हो तर राजु पाण्डे चाहिँ नराम्रो होइनन् है त्यो नभनाओ क्या बालेन्सालाई कस्तो सिचुएसनमा उसले काम गर्ने वातावरण दिएको काठमाडौँमा होइन कति निडर मान्छे हो 3 महिनासम्म के स्यालेरी नखाइकन बरु म भोकै बस्छु तर देशको चिन्ता गर्न र काम गर्न छोड्दिन भनेको हिजोसम्म तिमीहरूले त्यत्रो सपोर्ट गरेको मान्छेलाई आजको दिनमा कुलमानलाई हरायो भन्दैमा राजुनाथ पाण्डेलाई नराम्रो भन्न मिल्दैन राजुनाथ पाण्डे नराम्रो भएको भए काठमाडौँ 3 का यति बुझेका जनताहरूले भोट दिन्थे अनि ल एट द एन्डमा वी वान्ट आवर स्टेबल गभर्मेन्ट फर 5 इयर्स त्यही भएर चाहिँ हामीले या सबै नेपालीहरूले चाहिँ हाम भोट सर्लक्कै राष्ट्रिय स्वतन्त्र पार्टीलाई झारेका हुन् र यो चाहिँ जनताको निर्णय एकदम 100% सही छ ओके न ल द्याट्स इट